अनि किन अम्ला चुसेको त दुध आएको छ यहाँबाट दुध अब यहाँ कहाँबाट हाल्ने हो स्कुटर चाहिँ ध्वस्तै हुने भयो यार यस्तो बाटोमा चलाइ गऱ्यो भने त झ्यालको पर्दा लगाइदिउँ Alright. खतरा चिल छ त बाहिर त यार यताबाट झरौँ न मेरो स्कुटर चाहिँ अलिक तल छ सो लेट्स गो मौसम चाहिँ बब्बाल छ है भर न गर्मी छ न जाडो छ स्कुल हाम्रो घर चाहिँ यहाँ छ कि तलको घर अब चाहिँ म माथिको घर जाँदैछु लेट्स गो टुक्ने बाटो त यस्तै छ क्या जता कतै माथिबाट पहिरो झरेर बाटै ब्लक भएको फेरि सफा चाहिँ गरेछ गर्न चाहिँ अब कति बेला खस्छ माथिबाट थाहै हुँदैन सो अलिकति चाहिँ तेर्सो बाटो जानुपर्छ होइन अलि परदेखि चाहिँ उकालो लाग्नुपर्छ उकालोमा चाहिँ खतरा डेन्जर बाटो छ डेन्जर कहाँबाट ढुङ्गा खस्यो यहाँ यत्रो बाटोमा यार यो ठाउँ चाहिँ छ अलिकति डेन्जर छ यो ठाउँ चाहिँ पहिरो बवाल झर्छ यहाँनिर बवाल छ क्या मौसम आज चाहिँ यार पानी परेको न गर्मी भएको होइन अब यहाँबाट चाहिँ सुरु भयो हाम्रो ट्र्याक चेन्ज भयो यस्तो छ क्या खाल्टाङ र खुल्टिङ पुरै बाटो खोलेछ कि यो भलले खतरनाक बाटो भनेको त त्यो माथिको क्या त्यहाँबाट त्यो छर्के माथि गएको छ नि त्यो बाटो झन्डै चिप्लेको एन्ड लेट्स इन्जोय द राइड बाटो स्याहाँ बनाइदिन्छ यार यो बाटो त यार कस्तो हो कि अब छेउतिरबाट हाल्ने कि कुना बिचैबाट हालिदिनु पर्छ यार हौ त्यहाँसम्म त त्यति ठिकै थियो अब यहाँदेखि हो कि अझै माथिदेखि छ क्या झन् खतरा यहाँदेखि नि खत्रै छ क्या ओइ ढुङ्गा छ उफ्रे गर्छ किन हेरिरहेको छन् त्यो लाएर फेरि यिनीहरूले छट यहाँ कसैलाई लानु मिल्दैन क्या यहाँ गाह्रो हुन्छ अहिले अब यहाँ कहाँबाट हाल्ने हो के गर्ने लानुहुन्थ्यो कोही केटाकेटीहरूलाई भयो नि तर बाटो यस्तै छ डबल हाल्यो भने ल्याङ हुन्छ कि फेरि आफै एक्लै भयो त केही भएन लडे पनि बाटो यस्तो छ कहिले छेउमा कहिले कुना आउँछ दिन्छ नि आइयाउ ओए स्कुटर चाहिँ ध्वस्तै हुने भयो यार यस्तो बाटोमा चलाइ गऱ्यो भने त त्यहाँ पर चाहिँ अलिकति अप्ठ्यारो गाह्रो बाटो छ ढुङ्गा खसिरहेको थियो अघि चाहिँ सो अहिले चाहिँ के छ हेरौँ होइन अघि त 2-4वटा ढुङ्गा मैले हातैले फालेर गएको हो फेरि के गर्दैछ फेरि यहाँ आप्पु
पुइ 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 यही ट्र्याकमा जानुपर्छ यही ट्र्याकमा बिचमा झन्डै 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 यहाँ चाहिँ गाडी पनि आइसक्यो भर त क्लियर गरेछ त यो हो के टुक्ने कताबाट हाल्ने बाटोलाई जस्तै थाकिन्छ यार यो बाटोमा चलायो भने त यार यति उफ्रिन्छ प्लस त्यसैमा कुना छेउतिर नाचिन्छ भने क्या अब यो उफ्रिन्छ होइन अब चाहिँ रिलिफ भयो गाइस कुनामा त नाली पुरै प्लस्टर गरेको रहेछ त भोबाल सो मेरो डेस्टिनेसन चाहिँ यहीँ परसम्म हो त्यहाँदेखि अलिकति माथि चाहिँ म हिँड्दै जान्छु किनकि मेरो पुरानो घरमा स्कुटर लानु मिल्दैन जाने बाटो छैन कि बाटोमै राख्नुपर्छ नत्र भने यहीँ तल गोपाल दाईको घरमा राख्नुपर्छ कुकु उड्यो सो राइट म त यो सामानहरू अलिकति छ होइन हातमा बोकेर उकालोमा चढ्दाखेरि अलिक गाह्रै पर्छ क्या सो त्यही भएर म अलिक घर नजिकै गएर बाटोमै रोकेर अनि यो सामान घर पुऱ्याउँछु अनि फेरि स्कुटर राख्ने फर्किनुपर्छ गयो यहाँ त के हो पुरै गिट्टी छ त बाटोमा त तर हामीलाई बाल भो हाम्रो अफरोड टायर छ नि त सो इट डजन्ट म्याटर त्यो साह्रै ठुलो ढुङ्गा पऱ्यो भने त अब उफ्रिहाल्छ होइन बट अलिक सानो ढुङ्गा छ भने त नो प्रब्लम ए बाटो त यहाँ पनि त्यस्तै रहेछ त हौ यहाँ त झन् खतम अब चाहिँ अलिक यहाँ माथि रोकेर म सामान तल छोड्न जान्छु घरमा एन्ड फेरि ब्याग तल जानुपर्छ है त पहिला त यतापट्टि यहाँनिर गोठ थियो एउटा होइन त्यहाँ राख्नु मिल्थ्यो त्यो गोठ भत्केको कारणले गर्दा चाहिँ राख्नु मिल्दैन सो म चाहिँ एकछिन सामान छोडेर आउँछु गाइस अनि फेरि कन्टिन्यू गर्नुपर्छ भिडियो जाम आइज तारामा तल्लो गोठ गएर आऊँ है के खाइस् त स्कुलबाट आएर अनि किन अम्ला चुसेको त दुध आएको छ यहाँबाट दुध ओ डल्ले कहाँ पुग्यौ कहाँ पुगिस् र त मलाई त छोडिस् है खै त नाम्लो नाम्लो खै त त्यसलाई बोक्ने नाम्लो लिएर आउनुपर्छ लाइ त बस डर लागेछ र लागेछ होला चप्पल झर्ला है तेरो चप्पल बलियो छ चप्पल ए किन गम टाँसिहास् के हो ए हो झर्ला जो बन खुत्रुकै उमेर ढल्केर तेरो नाम के रे आयुष रामजाली हो र किन डरले भन्छ नि त तँलाई सबैले तँलाई त आयुष भनेर त बोलाउन्न नै काले भन्छन् बाले काले भन्यो भने आमाले पिट्नुहुन्छ हो र आमाले फेरि के भनेर बोलाउनुहुन्छ त आयुष भनेर बोलाउनुहुन्छ दिदीले के भन्छ त भाइ भन्छ मम्मीले फेरि केटा भन्छन् क्या कहाँ गयो यो केटा भन्छन्
अप्ठ्यारोमा दौड्यो भने त अनि फेरि जाला के अरे बारीतिर बारीमा गएर मकै भाँच्छ सबै अनि त नि कति धेरै मकै भाँचेको थियो एक दोको मकै ल अब यहीँ राख्ने अनि त्यसपछि दौडिँदै जाने भर्ती हुन त्यहाँ टेकेर सर मिस्टर आयुष रामजाली कति क्लासमा अरे एलकेजीमा ल ल छटै त्यहाँ एकछिन अब भित्र हाल्छु मैले भित्र सो राइट गाइज यसको अब डेस्टिनेसन आइपुग्यो यहीँ हो हाल्ने झर्ला जोबन खुत्रुकै उमेर ढल्केर ओ आयुष रामजाली यहाँ आइज न कहाँ त्यहीँ बसेको र यो झोला बोकाइ बोक्नु सक्छस् कति गरुङ्गो छ यो झोला खस सो राइट गाइज लेट्स इन भ्लग यहीँ कता अड्क्यो बाई 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 भन् त यता हेरेर यहाँ हेरेर बाई बाई गर बाई बाई सो राइट बाई बाई